सबै कुरा छिटो पनि भइरहेको जस्तो लाग्छ एकैचोटि सबै कुराहरूमा र मैले क्रिकेट सङ्घलाई पनि धन्यवाद दिन चाहन्छु कि अहिले मेन हाम्रो स्टुडेन्टलाई अब जुन अहिले नवनियुक्त कोच नभएको बेला जिम्मेवारी दिनुभएकोमा होइन र एकदम एक्साइटेड छु अघि अब हाम्रो क्याप्टन रोहितले भने जस्तै मलाई पनि टिमसँग इन्भल्भ भइराख्दाखेरि कोच हो कि प्लेयर हो कि सँगै हो कि के हो भन्ने कुरा पनि अलिक छुट्याउन कहिले कहिले गाह्रो हुन्छ तर पनि टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जस्तो हाम्रो प्रिपरेसन रह्यो भैरवामा सबैजनाले सहर्ष एज अ कोचको रूपले स्वीकारेर मलाई पनि सजिलो भएको छ होइन एज अ कोच यस्तो होइन कि अब धेरै कुरा डिफ्रेन्टली के गर्नुपर्ने भन्दा पनि टिमसँग माहौलमा एउटा भिज्दै जाँदाखेरि सबैजनाको कम्बाइन्ड एफर्टले गर्दाखेरि अहिले प्र्याक्टिसदेखि लिएर सोचदेखि लिएर सबै कुरामा चाहिँ एउटा टिम स्पिरिट जुन हाम्रो छ त्यो रहिरहेको छ जस्तो लाग्छ र आउने अब यो सिरिजको लागि पनि तयारी छोटो भए पनि राम्रै रह्यो जस्तो लाग्छ र हाम्रो लागि च्यालेन्जेसहरू पनि त्यही हो अब आउने क्वालिफायर्सदेखि लिएर सबैको लागि अहिलेदेखि नै हामीले तयारी थाल्नुपर्छ र त्यसको लागि जुन टिम बनेको छ जसरी भएको छ र आउने अझ प्लेयर्सहरू पनि बाहिर बस्ने प्लेयर्सहरू पनि यति राम्रो छ त्यसले गर्दाखेरि हामी अहिलेदेखि नै प्रिपरेसनमा यसरी नै ढल्दै जाने हो भनेदेखि फेरि पनि वर्ल्ड कप क्वालिफायर्स हुन्छ नै र हाम्रो मेन मोटिभ भनेको सिडब्ल्युसी हो होइन त्यसको लागि पनि टिम तयार रहेको छ। खुसी लागेको थियो होइन तर पनि अब त्यो बेला अनाउन्समेन्ट भइसकेको नै थियो होइन यो अब मेरो लागि एउटा अपर्च्युनिटी मात्र एउटा टुरमा अब हाम्रो जुन हेड कोच अहिले एभाइलेबल हुनु भएन होइन र अब एउटा प्लेयर हुँदै यो सम्ममा आउँदाखेरि अब आई थिङ्क कसैको लागि पनि यो ठुलो अवसर पनि हो होइन र प्राउड मोमेन्ट पनि हो होइन नेपाल टिमको कोच हुनु भन्ने कुरा। फर्स्ट डे खासै त्यस्तो भएन सबैजना एक्साइटेड नै थिए होइन सबैजना ग्रुपमा फेरि एज अ टिम मेम्बर भएर आउँदाखेरि अल्दो अब त्यो कोचको एउटा रोल आफ्नो ठाउँमा छ होइन तर पनि एज अ फ्यामिली हामी दाजुभाइ जहिले पनि एक हिसाबले बस्ने गर्छौँ त्यो हिसाबले सहजै भयो जस्तो लाग्छ उहाँहरूलाई पनि त्यो अब देखिरहेको फेस भएर होला अब त्यो ग्राउन्डमा जाँदा उ गर्दाखेरि त्यस्तो नौलो लागेन जस्तो लाग्छ मलाई पनि नौलो फिल भएन होइन लागिरहेको थियो कि हिजो अस्तिदेखि सँगै खेलि नै रह्यो गरेर आयो खालि अब अलिकति पार्टमा मात्र रोलमा मात्र फरक परे जस्तो लाग्छ र त्यो बाहेक चाहिँ अब अरू जहिले पनि हामी क्रिकेटको कुरा गर्दाखेरि होस् त्यो गर्दाखेरि होस् हामी यसरी नै बसेर कुरा गर्ने गर्थ्यौँ होइन सो त्यसले गर्दाखेरि मलाई त्यति अप्ठ्यारो भएन उहाँहरूले पनि एकदम सहज रूपले लिँदाखेरि झन् सजिलो भयो। दबाब भन्दा पनि अब रेस्पोन्सिबिलिटी हो होइन अब एज अ नेसनल प्लेयर हौँ अथवा क्याप्टेन हौँ अब त्योबाट कोच हौँ होइन जे गरे पनि आखिरमा रेस्पोन्सिबिलिटी भनेको देशको लागि राम्रो गर्ने रेस्पोन्सिबिलिटी हो त्यो जहिले पनि एउटै नै हुन्छ जस्तो लाग्छ होइन जुनसुकै रोलमा भए पनि त्यही रोललाई मात्र अब रोलले भनौँ न जुन कोचको रोलको हिसाबले अगाडि बढाएको छ त्यसैलाई नै निर्वाह गर्ने हो होइन र यो अब कोचिङ अझ भन्ने हो भनेदेखि नेसनल लेभलमा अझ सजिलो जस्तो लाग्छ मलाई चाहिँ होइन खालि म्यानेजमेन्ट अलिकति कसरी गर्नुपर्ने उनीहरूलाई अब एउटा सेक्योर्ड एउटा स्टेट अफ माइन्ड पर्फर्मेन्सको लागि चाहिँ जुन स्टेट अफ माइन्ड छ त्यो दिनु आवश्यक हुन्छ जस्तो लाग्छ किन भन्दाखेरि फेरि धेरैजना प्लेयर्सहरू अब प्रोफेसनली धेरै ठाउँमा खेलिसकेका छ अब धेरै एक्सपिरियन्स पनि भइसकेका छ उनीहरूलाई पनि थाहा छ कि के गर्नुपर्छ सिचुएसनमा खालि त्यो सानसानो कुराहरूलाई रिकल गराउने होइन उनीहरूलाई चाहिँ आफ्नो क्वालिटी टिममा कसरी के गर्न सकिन्छ टिम भएर कसरी पर्फर्म गर्ने अझ के हुनसक्छ जित्नको लागि आधारहरू र त्योभन्दा पनि सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको एज अ नेपाली जुन हामीले जहिले पनि एउटा लेगेसी क्यारी गरेका छौँ एज अ फाइटरको हिसाबले होइन जुन क्यारेक्टर देखाउने गर्छौँ त्यो चाहिँ क्यारी गर्ने नै हो। अब अलिकति छोटो समय छ अब हामी सम्भवतः भोलि पुग्दाखेरि हामीले त्यो प्र्याक्टिस फेसिलिटिज पनि नपाउने चान्सेस हाई छ होइन त्यसले गर्दाखेरि अझ हामी हुन त ग्राउन्डमा गएर त्यसलाई जतिसक्दो त्यति अब्जर्भ गर्ने कोसिस गर्छौँ नै होइन र अब रिसेन्ट म्याचेसहरूले गर्दाखेरि पनि एउटा त्यहाँ भइरहेको गेमले गर्दाखेरि पनि केही कुराहरू हामीले त्यहाँबाट पनि लिन सक्छौँ होइन तर पनि फ्रेस स्टार्ट हुन्छ जहिले पनि जहाँ गए पनि होइन अब 3-4 महिना अगाडि 4-5 महिनाको कन्डिसन र अहिले कन्डिसन फरक पर्छ त्यो वेदरकै हिसाबले पनि फरक पर्छ झन् पिच र इभेन्टको हिसाबले पनि फरक पर्छ सक्सेसको लागि बनाउने विकेट त्यो सबै कुराहरू सो त्यहाँ गएपछि अझ बढी क्ल्यारिटी हुन्छ र त्योभन्दा पनि मेनली अब सबैजना प्लेयर्सहरू त्यहाँ खेलिसकेको डिफ्रेन्ट कन्डिसनमा पनि खेलिसकेको भएर हामीले त्यहाँ गएर चाहिँ एउटा राम्रो रणनीति कसरी बनाउन सक्छौँ हाम्रो आफ्नो जुन क्वालिटी छ त्यो क्वालिटीलाई चाहिँ अझ कति धेरै सदुपयोग गर्न सक्छौँ भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ। अनि उहाँसँग कुरा भएको थियो होइन उहाँले चाहिँ अब अहिलेलाई अब म इन्चार्ज भएको भएर होइन
उहाँले फिल फ्री हुनु होइन, अब आफ्नो डिसिजन लिनु, अब यु नो बेटर भन्ने कुरा हिसाबले पछि आइसके पछाडि उहाँले पनि अब कसरी के गर्ने भन्ने कुराहरू म हेरिरहेको छु, म गरिरहेको छु। तर अहिले अब टिम जे छ होइन, जसरी छ गर्दा हुन्छ, अगाडि बढ्दा हुन्छ भन्ने कुराहरू भयो। फर्स्ट अफ अल त अब जहिले पनि टुर्नामेन्टमा पार्टिसिपेट गर्न जाँदाखेरि जित्ने नै हो, जितको लागि आधार बनाउने नै हो होइन। त्यसमध्येमा अब एक दुईजना प्लेयर्सहरूलाई अब हामीले त्यहाँनिर सिचुएसन अनुसारले, कन्डिसन अनुसारले युज गर्न पायौँ भनेदेखि, उहाँहरूलाई पनि एक्सपोजर दिन पायो भनेदेखि हाम्रो लागि एउटा बेन्च स्ट्रेन्थ जहिले पनि अप्सन्स एउटा रहन्छ होइन। र त्यो भन्दै गर्दाखेरि अब अरू टिमहरू पनि अहिले हेर्ने हो भनेदेखि अब सबैजनाको भनौँ न मोटिभ हेर्ने नै हो भनेदेखि वर्ल्ड कप क्वालिफाई हुने चान्सेसको लागि नै दौडिरहेको छ। रिसेन्टली कतारदेखि कुवेतदेखि लिएर उनीहरू हङकङ, मलेसिया होइन सबैतिर टुरहरू गरिरहेको छ। गेम अलिकति पहिलाभन्दा अलिकति डिफ्रेन्ट वेमा उनीहरूले पनि प्रोफेसनल्ली प्लेयर्सहरूलाई चाहिँ ट्रिट गर्न थालेको अवस्था पनि छ। अब सबैजनाको आँखा त्यही वर्ल्ड कप क्वालिफायर्स, वर्ल्ड कप हुने भइराख्दाखेरि प्रिपरेसन पनि त्यही अनुसार सबैजनाको जोडतोड छ। र हामी जहिले पनि हेर्ने हो भनेदेखि उनीहरू अलिकति ट्रिकी नै छ। T20 अझ उनीहरूको गेमलाई बढी सुट गर्छ होला, तर पनि अब हाम्रो जुन किसिमको छ हाम्रो टिमको क्वालिटी छ त्यो अनुसारले हामीले चाहिँ जित्नुपर्छ जस्तो लाग्छ। अनि अलिकति गाह्रो चाहिँ हुन्छ नै होइन, तर अब हामी जुन ब्रान्ड अथवा हामी जुन अगाडि लेभल अगाडि स्टेप अपको कुरा गरिरहेको छौँ एज अ नेपाल क्रिकेट टिम, हामी टप हुने एसोसिएटमा माथि चढ्ने हो भनेदेखि चाहिँ त्यो एडप्ट गर्न चाहिँ सिक्न पर्छ जस्तो लाग्छ अब आएर। किन डिफ्रेन्ट विकेट कन्डिसनदेखि लिएर डिफ्रेन्ट फर्मेटदेखि लिएर सबै हुँदाखेरि त्यसमा चाहिँ एकअर्कालाई चाहिँ कसरी चाँडै ढाल्ने होइन त्यो फर्मेटमा भन्ने कुरा च्यालेन्जेसहरू अब रहन्छ। र यदि हामी टप टिम हुने, बेस्ट टिम हुने हो भनेदेखि चाहिँ हामीले त्यसमा पनि बिस्तारै एडप्ट गर्ने बानी चाहिँ गर्नुपर्छ। रेगुलर क्रिकेट खेलिरहेको छ सबैजना होइन, अलिकति एक्जोस्टिक पनि थियो त्यो PM कप होइन। त्यसले गर्दाखेरि प्लेयर्सहरू लयमा नै छ होइन। अब अल्दो अब अझ हामीले धेरै ट्रेनिङमा धेरै कुराहरू गर्न पाएनौँ, तर पनि सबैजनालाई थाहा छ होइन यत्रो लेभल, अब यत्रो समयदेखि यो लेभलमा क्रिकेट खेल्दैछ होइन। त्यसले गर्दाखेरि आई थिङ्क सबैजना मेन्टल्ली पनि प्रिपेयर छ, फिजिकल्ली पनि प्रिपेयर छ। सुरुमा त राम्रै लागेको थियो, तर अलिक ढिलो भए जस्तो पनि फिल भइरहेको थियो। उहाँ अझ PM कपको लागि हामीले ल्याउनु पाउने हो भनेदेखि मेबी अझ धेरै नेपाल क्रिकेटको बारेमा बुझ्न पाउनुहुन्थ्यो उहाँले, अझ प्लेयर्सहरू एक्सपोजर। तर पनि अब त्यो क्यानले त्यसपछि 4वटा टिम बनाएर जुन 48जनाको स्क्वाड बनाएको छ त्यसमा पनि उहाँले अब त्यो अब पक्कै पनि हेरिहाल्नुहुन्छ होला होइन। जुन मलाई अहिलेसम्म एउटा इन्सिडेन्ट चाहिँ याद छ, हामी अन्डर-19 वर्ल्ड कप जाँदाखेरि चाहिँ एउटा बुक आउने गर्थ्यो होइन, त्यो टुर्नामेन्टको बुक आउने गर्थ्यो। त्यसमा चाहिँ अनि अब प्रिभियसली अन्डर-19 खेलेको सुपरस्टार्सहरू भन्दाखेरि उहाँको पनि नाम थियो कि स्टुअर्ट लको। सो त्यो गर्दाखेरि अनि यो स्टुअर्ट ल त्यति खेलेको देखाएको थिएन, तर नाम चाहिँ आयो भन्दाखेरि चाहिँ उहाँले चाहिँ हाइली ऱ्याङ्क त्यो बेलादेखि नै गर्नुभएको रहेछ। त्यसले गर्दा त्यो रिकल चाहिँ भयो होइन जस उहाँ हुनुहुन्छ भनेर। र अहिले रिसेन्टली US को लागि पनि राम्रो जब गर्नुभयो। अब सबै टेस्ट अब भनौँ न राम्रो र अपकमिङ जुन चाहिँ खालको एउटा सुपर पावर हाउस टेस्टमा छ उहाँहरूलाई पनि गरिसक्नु भएको छ कोचिङ। त्यसले गर्दाखेरि राम्रो मान्छे फेला पर्यो जस्तो लाग्छ। अब त्यो सोच हो, सोच सँगसँगै सबैजना एउटै पेजमा एउटै लाइनमा आउनुपर्छ जस्तो लाग्छ होइन। अब कोचले एउटा सोच ल्याउनुहुन्छ भने खेलाडीहरू त्यो अनुसारले पर्फर्म गर्नुपर्छ। त्यस्तै म्यानेजमेन्ट टिमदेखि लिएर होइन सबैजना सङ्घले एउटा जुन बसेर एउटा भनौँ न गोल एउटा बनाउँछ, त्यसको लागि सबैजनाको उत्तिकै कन्ट्रिब्युसन एकदम इम्पोर्टेन्ट हुन्छ होइन। उहाँको जुन अब ठुलो लेभलमा देखिसक्नु भएको, गरिसक्नु, ह्यान्डल गरिसक्नु भएको, र सबभन्दा राम्रो कुरा भनेको भर्खरै US लाई पनि ह्यान्डल गर्नुभएको भएर एसोसिएट क्रिकेट पनि बुझ्नु भएको छ। र हामीलाई चाहिँ यो एसोसिएटबाट चाहिँ अझ माथि चाहिँ एउटा एसोसिएटमा पनि डोमिनेटिङ टिमको हिसाबले र आउने जुन हामी कुरा गरिरहेको छौँ एज अ टेस्ट नेसन जुन दावेदारी प्रस्तुत गरिरहेको छ त्यसको लागि चाहिँ उहाँले धेरै गर्न सक्नुहुन्छ जस्तो लाग्छ। 19 को टिमलाई अब सबैजना हामी त्यहीँबाट नै आएको हो होइन। नेपालको फर्स्टमा जहाँसम्म लाग्छ क्रिकेटको मेरुदण्ड नै थियो जस्तो लाग्छ अन्डर-19 होइन। उहाँहरू पनि फ्युचर स्टार्स हो होइन। र वर्ल्ड कप क्वालिफायर्सको प्रेसरले मात्र नखेल्नु कि आफ्नो टिमको लागि होइन, त्यसको लागि म्याचेस जसरी खेलिराख्नु भएको छ अहिले होइन त्यसरी नै खेल्नु होइन। सबैजना साथमा छ जस्तो लाग्छ। अब नेपाली क्राउड जसरी हामी हेर्ने गर्छौँ, फ्यान्सहरू सपोर्ट गर्ने गर्छौँ, उहाँहरू पछाडि ब्याकअप हुने नै छ होइन। जस्ट नर्मल होइन, अब गेमलाई फोकस गरौँ, अरू कुराहरू भन्दा पनि सबै कुरा भइहाल्छ।
अनि एकदमै सुखद इयर हो जस्तो लाग्छ होइन। अल्दो अब अलिकति एउटा दुइटा इन्टरनेसनल इभेन्ट्सहरू हाम्रो सोचेको अनुसारले रिजल्ट आएन होला होइन, तर पनि समग्रमा हेर्ने हो भनेदेखि त हाम्रो लागि ठुलो अचिभमेन्ट हो होइन। यो इतिहासमा आई थिङ्क यो इयर पनि हामीले सम्झिनुपर्छ जस्तो लाग्छ र आउने दिनहरूमा यस्तो अब दोहोरिरहोस् भन्ने चाहना। अब त्यो मेरो कन्ट्रोलको कुरा होइन। अब मेरो कन्ट्रोलमा भनेको अहिले मसँग यही अहिले टिम यो टुरको लागि छ होइन। त्यसपछि अब क्रिकेट सङ्घ, अब कोच, अब जो पनि हुनुहुन्छ उहाँहरूले हेर्ने कुराहरू हो होइन। अब जुनसुकै रोल पाउँछु, जहाँसुकै हुन्छु होइन, अब क्रिकेटको लागि लागिरहन्छु होइन। त्यो यसैको लागि र यही हुनुपर्छ भन्ने छैन।